रवि लामिछाने जेल पर्दा पूजा गरिदेऊ भन्दा पूजा गरिदिएँ, प्रार्थना गरिदिँदा चाहिँ सबैलाई मन पर्यो होइन। त्यसपछि हिन्दू अधिराज्य र हिन्दू धर्म, जब धर्मको कुरा आयो नि, हिन्दू धर्म माग्नेहरू हाम्रो पार्टीमा नबस् भन्दै स्वर्णिमले होइन। त्यसपछि म रवि लामिछानेको यो मुद्दा मामिला, यो यस्तो खालको इस्यु कन्सर्नबाट टाढा भएँ। तर पनि होइन, यो स्वर्णिम वाग्ले को हो काङ्ग्रेसकै, यसले बोलेकोमा किन बग्ने भनेर होइन। यस्तो राम्रो राम्रो इन्टेलेक्चुअल केटीहरू छ, यस्तो स्मार्ट फिमेलहरू केटीहरू छ। अब यस्तो कर्णाली जस्तो दुर्गम ठाउँको कठायत भन्ने मान्छे, उसलाई त मैले सपोर्ट गर्नुपर्छ एउटा केटी भएपछि होइन। दुर्गम ठाउँको भनेको गरिबलाई ठाउँै छैन भनिदियो। अब त्यहाँबाट नि निस्किन पऱ्यो होइन, त्यहाँबाट नि बोयकट भएँ, म बोयकट गरिदिएँ। त्यसपछि होइन, म पनि कानुन पढाए मान्छे, सोभिता गौतम त कानुनै पढाए मान्छे, उसको त विचार राम्रो होला यार, उसलाई त सपोर्ट गर्छु म भनेर बसेँ। रेप भएको भनेको थप्पड हाने जस्तै हो, यो चोटपटक नभएसम्म यसलाई बिर्सिदिनुपर्छ, खासै बिग डिल होइन भन्छे। ल न, निर्मला जस्तोहरूले त न्याय नै नपाउने भयो त, यस्तोले देश चलायो, कानुन मन्त्री बन्यो भनेर फेरि हच्किएँ। अब देशमा विद्वानहरू नभएको पनि होइन है, फेरि यो बोल्न सक्नेहरूको मात्रै हो यो पार्टी भनेर बसेँ। अनि त्यसपछि ल ठिकै छ नि त, कसैले त अब हिन्दू धर्मको लागि बोल्देला, कसैले त हाम्रो धर्म चाहिँ जोगाउनुपर्छ है। धेरै कन्भर्ट भयो क्रिस्चियनमा। कन्भर्ट हुनु भनेको तपाईँको मर्दा पर्दा, जन्मिँदादेखि मर्दासम्म गर्ने कर्मकाण्ड, कुल पितृ सबै बिर्सिनुहुन्छ। त्यही भएर धर्म चाहिँ जोगाउनुपर्छ, यस्तोलाई कन्भर्ट गर्दै 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 धर्मनाश गर्न हुँदैन भनेर बसेको। अर्कोले फेरि यहाँ गाई काटेर खान पाउनुपर्छ भनिदियो। अब म कहाँ जाऊँ भन्नु त, मेरो यत्रो भोट खेर जाने भएन त। अब के कसलाई हाल्ने भोट मैले? न म भोट हाल्छु, न कसैलाई हाल्न दिन्छु। बुझ्नु है, तपाईँहरू नि आफ्नो मान्छे हिसाब लगाउनुहोस्। अनि जब एउटा डिबेट गर्ने भनेको त हामीले पनि त सामान किन्दा त जाँचेर चेक गरेर लान्छौँ। यो देशै हाँक्न दिने मान्छेलाई कति रहेछ बुद्धि, यसको बौद्धिक स्तर कति रहेछ, भिजन के रहेछ, जनतालाई कसरी हेर्दो रहेछ भनेर बुझ्न पनि नपाउने हामीले। ल अब त्यस्तो गरौँ न त भन्दाखेरि पनि गर्दिनँ अरे, अन आवर फेस। अब योभन्दा चुत्या कति हुने हो? अब त्यही भएर यस्ताहरूलाई चाहिँ सपोर्ट गर्न छोडिदिनु है।